हेलो दर्शक नमस्ते, स्वागत गर्न चाहन्छु सबैजनालाई। आज चाहिँ म कहाँ जाँदैछु भनेर तपाईँहरूले अनुमान लगाउन त सक्नुहुन्न। म तपाईँहरूलाई भनिदिँदैछु, म चाहिँ अहिले यो गङ्गाको तीरमा गङ्गाको छेउमा जाँदैछु। भिडियोलाई हेर्दै गर्नु होला। के लाग्छ कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सिनु होला। गङ्गाको तीरबाट चाहिँ म अहिले तपाईँहरू सामु केही दृश्यहरू देखाउनको लागि उपस्थित भइसकेको छु। भिडियोलाई पुरै हेरेर साथ दिनु होला पनि भन्न चाहन्छु। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। अनि भोजपुरे ठुलो कान्छोलाई चाहिँ एकदमै वेलकम गरेर चाहिँ एकदम स्वागत गरेर तपाईँहरूले एउटा लाइक गरिदिनु होला पनि भन्न चाहन्छु। भिडियो हेर्दै गर्नु होला। जहाँसम्म लाग्छ तपाईँहरूलाई मजा लाग्नेछ भनेर मैले विश्वास गरेको छु। भिडियो हेर्दै गर्नु होला। तपाईँहरूले के लाग्छ कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सिनु होला। भिडियो हेरेर कमेन्ट गर्नु होला पनि भन्न चाहन्छु। भिडियो हेर्दै गर्नु होला है त। ओके गाइजहरू, हामी फाइनली चाहिँ आइसकेका छौँ यो समुद्री किनारा भन्दा पनि यो चाहिँ अहिलेको चाहिँ गङ्गाको किनारमा आइसकेको छु म। गङ्गाको किनारमा यहाँ रुखहरू हेर्न सक्नुहुन्छ। चुहाको फुल भनेर भनिन्छ हाम्रो भोजपुरतिर। यो चुहाको फुल हेर्न सक्नुहुन्छ। यो चुहा भनेपछि अब धेरै ठाउँमा अर्कै पनि बुझिन्छ। यो चाहिँ हेर्न सक्नुहुन्छ तपाईँले गङ्गाको एकदमै छेउबाट लाइभ प्रत्यक्ष प्रसारण लिएर म उपस्थित भइसकेको छु। गङ्गाजीको दर्शन गरेर तपाईँहरूले एक लाइक त गर्नै पर्ने हुन्छ, किनकि टाढा बसेर भए पनि तपाईँहरूले गङ्गाको दर्शन गर्न पाउनु हुँदैछ। यही नै सबैभन्दा ठुलो कुरा हो। र यहाँ हेर्न सक्नुहुन्छ फुल देख्न सक्नुहुन्छ। यो चुहाको फुल हो। हामी चाहिँ अहिले सानोमा चाहिँ चुहा भन्थ्यौँ। यो चाहिँ चुहा भन्ने रुख हो, त्यही रुखको फुल हो गाइजहरू। अनि यतातिर तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ 20 मिनटको अन्तरालमा सरकारी बोर्डहरू वारिपारि हुने गर्दछ। वारिपारि हुँदाखेरि तपाईँहरूको लगभग 20 मिनट लाग्छ। यो गङ्गा चाहिँ अहिले यता बगिरहेको छ भने तपाईँहरूलाई म जुम गरेर देखाउँछु। अहिले यता बगिरहेको छ। अहिले यता बगिरहेको छ यता भनेदेखि यो चाहिँ अहिले कुनै बेला तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ यस्ता रिभर साइड घुमेको पनि देख्न सक्नुहुन्छ। यो चाहिँ मैले एउटा अचम्मको चिज पाएँ। यहाँनिर चाहिँ आधा दिन एकातिर बग्ने, अर्को दिन अर्को समयमा अर्कोतिर बग्ने वातावरण चाहिँ मैले देखेको छु। तपाईँहरूले भिडियो हेर्दै गर्नु होला। के लाग्छ कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिँदै राख्दै कमेन्ट गर्दै छोड्दै जानु होला। धन्यवाद। भोजपुरे ठुलो कान्छोलाई चाहिँ माया गरिदिनु होला है त। ओके गाइस, फाइनली मैले चाहिँ आज लुगा धोएर चाहिँ सुकाएको थिएँ। यो गर्मीको लुगा गर्मी गइसक्यो। अब मैले लुगा सुकाएको थिएँ। आँप घारी यहाँ देख्न सक्नुहुन्छ। आँप एकदम छेउमै छ। आँपको रुखहरू अथवा आँप तपाईँहरूलाई म देखाउँछु है त कतिको छ आँप। आँप हेर्न सक्नुहुनेछ। आँप हेर्न सक्नुहुनेछ तपाईँहरूले। आँप, यो आँप तपाईँहरूले हेर्न सक्नुहुनेछ। यहाँ माथि पनि हेर्न सक्नुहुन्छ। कुहिएछ आँप, धेरै नै कुहिएछ है। तपाईँहरूलाई म जुम गरेर देखाउँछु है त। आँपहरू धेरै नै कुहिसकेछ। सबै कुहिन आँटिसकेछ। यस्तो छ, बरु टिपेर खानुपर्ने रहेछ। सबै यो टुप्पो कुहिसकेछ गाइजहरू। के गर्नु, अब यस्तै छ। सबै आँपहरू कुहिएर चाहिँ एकदमै बर्बाद भइसकेछ। अब यतातिर पनि छ, यता पनि छ। पर यो चाहिँ ठुलो रुख छ। आँपहरू त थुप्रै थियो तर सबै कुहिसकेछ है। यता सबै काटेर यस्तो बनाइरहेको छ है यतातिर। अनि यतातिर चाहिँ आँपको रुख छ तर यता चाहिँ आँप छैन। यो चाहिँ आँपको रुख, यता फडेरको रुख छ है। फडेरको रुख, यो चाहिँ फडेर होला। यो चाहिँ आँप हो तर यसमा चाहिँ आँप फलेकै छैन। हस्त गाइस, धन्यवाद। सबैजनालाई स्वागत र बिदा एकैचोटि गर्न चाहन्छु। सबैजनाले माया गरिदिनु होला। साथ सपोर्ट दिएर तपाईँहरूको साथ सपोर्टले धेरै नै सहयोग हुनेछ। भोजपुरे ठुलो कान्छोलाई चाहिँ सपोर्ट गर्नु होला पनि भन्न चाहन्छु। हस्त धन्यवाद। अर्को भिडियोमा मिल्नेछु। भिडियो के लाग्छ कस्तो लाग्छ जस्ताको तस्तै लेख्नु होला है गाइजहरू।
एकदमै हेर्नु होला पानी परेर लागिरहेको अवस्था देख्न सकिन्छ। यहाँनिर चाहिँ एकदम हावा हुन्डरी आइरहेको भन्दा पनि आउन लागिसकेको अवस्था देख्न सकिन्छ। एकदमै कालो बादल छाइरहेको अवस्था छ। हेर्नु होला हावा हुन्डरी आउनै बेला भइसकेको छ। तपाईँहरू तयार हुनुहुन्छ भनेदेखि चाहिँ अब म भिडियो बनाउन तयार छु गाइजहरू। यस्तै भिडियोको लागि हामीलाई पनि साथ सपोर्ट दिएर अगाडि बढाउनुहुन्छ भन्ने मलाई पूर्ण आशा रहेर यो भिडियो मैले बनाइरहेको छु। हेर्नु होला एकदमै हावा हुन्डरी तुफानको रूपमा आइरहेको छ। अहिले चाहिँ लगभग दिउँसोको 2 बज्न लागिसकेको छ। तपाईँहरूले हेर्न सक्नुहुनेछ एकदमै यहाँनिर चाहिँ यो हावा हुन्डरी चाहिँ एकदमै घमासान आउन लागिरहेको अवस्था छ। यताउति आँप फुलेर झकमक्क भइरहेको छ, आँप फलेर झकमक्क छ। गाइजहरू झकमक्कको साथमा तपाईँहरूलाई यो एकदमै हावा हुन्डरी पनि झकमक्क आइरहेको छ। हेर्नु होला एकदमै हावा हुन्डरी चाहिँ एकदम बतासिएर आइरहेको तपाईँहरूले देख्न सक्नुहुनेछ। तपाईँहरूले भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नु होला पनि भन्न चाहन्छु मैले। धन्यवाद भन्न चाहन्छु।